हेलो नमस्कार सम्पूर्ण महानुभावहरू। हजुर सबैलाई मेरो लाइभमा स्वागत छ। म सरोज कुमार श्रेष्ठ आज फेरि हजुरको सामु उपस्थित भइसकेको छु एउटा नयाँ टपिक लिएर है। सो आज भने चाहिँ हाम्रो 21 डेजको लाइफ च्यालेन्जको चाहिँ 5औं दिन र आजको हाम्रो टपिक रहेको छ जति पनि हाम्रो यो डिजिटल बिजनेस अनलाइन बिजनेसलाई लिएर मान्छेहरूको एउटा मिसकन्सेप्सन छ होइन, त्यो बारेमा चाहिँ म कुरा गर्न चाहँदैछु। सो हजुरहरूलाई यो भिडियो पनि हेल्पफुल हुन्छ नि आशा गर्दछु है त। सो ढिलो नगरिकन चाहिँ म चाहिँ आजको पोइन्टहरू अगाडि बढाउन जाँदैछु है त। सो सबैभन्दा सुरुमा भन्न पर्दाखेरि चाहिँ हाम्रो बिजनेसले चाहिँ मान्छेले के सोध्छ भन्दाखेरि चाहिँ डिजिटल बिजनेस स्टार्ट गर्न चाहिँ एकदमै रिस्की हुन्छ भनेर सोध्छ होइन। तर त्यो चाहिँ एकदम गल्ती होइन, किनकि अब कस्तो हुन्छ भन्दाखेरि हरेक बिजनेसमा चाहिँ एउटा प्रफिट एन्ड लसको चाहिँ कुरा चलिरहेको हुन्छ नि त जुनमा पनि। सो बिजनेस अनलाइन बिजनेस पनि बिजनेस हो, हजुरको फिजिकल बिजनेस पनि बिजनेस हो होइन। सो झन् अनलाइन बिजनेसमा हेर्नुहुन्छ भने तपाईँको चाहिँ कस्तो हुन्छ भन्दाखेरि रिस्क कम हुन्छ है, किनकि तपाईँको सबैभन्दा सुरुमा तपाईँको जुन चाहिँ फिजिकल बिजनेस गर्नलाई तपाईँको हेर्नु न एउटा फ्रेन्चाइजै तपाईँले किन्न पऱ्यो भने पनि तपाईँको लाखौँ होइन करोडौँ माग्छ नि त। फर इक्जाम्पल हेर्नुहोस् यहाँनिर तपाईँले क्रन्ची फ्राइड राइस बर्गर हाउसहरू देख्नुहुन्छ, त्यस्तै गरेर तपाईँले बिग मार्टहरू देख्नुहुन्छ। हजुर नर्मल्ली गएर सोध्नु जानुभयो भने त्यसमा तपाईँले अब फ्रेन्चाइज लिन्छु भनेर मात्रै भन्नुभयो भने तपाईँको लाखौँ करोडौँ भन्छ क्या उनीहरूले एउटा फ्रेन्चाइज दिनलाई मात्रै भनेपछि। तपाईँको अनलाइन बिजनेस भनेको कस्तो हुन्छ भन्दाखेरि सर्टेन एमाउन्ट होइन, कस्ट डिपेन्ड्स तपाईँको, तर जति पनि तपाईँको फिजिकल बिजनेसहरू भन्दा चाहिँ धेरै नै कम पर्छ हजुरलाई है। एउटा चाहिँ कस्ट कम पर्ने भयो। त्यसमाथि हजुर के हुन्छ भन्दाखेरि डिजिटल बिजनेस स्टार्ट गरिसकेपछि तपाईँले चाहिँ होइन डिजिटल्ली तपाईँले जुन बिजनेस गरिराख्नु भएको छ त्यो मात्र नगरेर डिजिटल बिजनेसको त अप्सन टन्नै छ नि त होइन। हजुर चाहिँ अब डिजिटल्ली सर्भाइभ हुन चाहनुहुन्छ भने पनि कुन चाहिँ बिजनेस कसरी गरेर सर्भाइभ हुने भन्ने कुरा पनि तपाईँले मजाले सिक्न सक्नुहुन्छ कि एउटै अनलाइन बिजनेसबाट तपाईँले स्टार्ट गर्दाखेरि पनि है। सो यसमा चाहिँ त्यो भयो एउटा चाहिँ हजुरको। अर्को भनेको चाहिँ मान्छेको एउटा के सोच हुन्छ भन्दाखेरि डिजिटल बिजनेस गर्नलाई चाहिँ मान्छेहरू एकदमै टेक सेभी हुन्छ नि, एकदमै टेक्निकल एक्सपर्ट हुनुपर्छ भन्ने एउटा मान्छेहरूको धारणा रहेको छ। त्यो पनि एकदम गलत हो है, किनकि डिजिटल बिजनेस भनेको अब स्पेसली हाम्रै बिजनेसको कुरा गर्छु म होइन। हाम्रो बिजनेसमा चाहिँ हजुरको मान्छेहरू एकदम टेक सेभी हुनुपर्छ नि, केही पनि छैन है। नर्मल मान्छे तपाईँको ग्रेजुएट हुनु नि पर्दैन होइन। नर्मली इङ्ग्लिस चाहिँ अलिअलि चाहिँ आउनु पऱ्यो, किनकि तपाईँको ट्रेनिङहरू चाहिँ हल्का इङ्ग्लिसहरूमा हुन्छ र तपाईँको यो अलिकति भनौँ न तपाईँको ल्यापटपहरू यो सोसियल मिडिया थोरै चलाउन आउनु पर्ने चाहिँ हुनु पऱ्यो। त्यति भइसकेपछि हजुरलाई चाहिँ के पनि गाह्रो हुँदैन, किनकि हाम्रोमा चाहिँ के छ भन्दाखेरि तपाईँको टेस्टेड एन्ड प्रुभन है टुल्स र ट्रेनिङ साइटहरू छ कि। अब ट्रेनिङ साइट पनि हजुरको फेरि यस्तो मजाले बनाइदिएको छ कि एकदम इजी स्क्रैच लेभलदेखि नै हुन्छ नि त, बच्चाहरूले नि सिक्न सक्छ है। क्लास 3-4 पढेको बच्चाहरूले पनि गर्न सक्छ क्या। त्यस्तो हिसाबमा सिकाएको हुनाले चाहिँ हजुरले चाहिँ मजाले बिस्तारै आफ्नै पेसमा होइन आफ्नै समय लिएर मजाले सिकेर अगाडि बढ्न सक्नुहुन्छ, बिजनेस गर्न सक्नुहुन्छ। सो त्यही भएर हजुरले चाहिँ यो बिजनेसमा आउनुलाई चाहिँ एकदम मान्छे चाहिँ टेक सेभी नै हुनुपर्छ, एकदमै पर्फेक्ट कम्प्युटर चलाउन आउने हुनुपर्छ यताउति भन्नेको चाहिँ त्यस्तो केही पनि हुँदैन है त। अर्को चाहिँ एउटा मिथ, सबैभन्दा धेरै सुनिने मिथ हो यो पनि एउटा होइन। मान्छेले धेरै चाहिँ मिसकन्सेप्सन बनाएको छ कुरामा चाहिँ। धेरै मान्छे चाहिँ के छ भन्ठान्छ भन्दाखेरि अनलाइन बिजनेस भनेको चाहिँ आजको भोलि नै एकदम पैसा कमाएर आजको भोलि नै लाखौँ लाख कमाउने करोडपति बन्ने खालको एउटा बिजनेस भनेर सोच्दो रहेछ होइन। तर हाम्रो बिजनेस चाहिँ त्यस्तो होइन होइन। हजुरको अब जुनै पनि बिजनेस हेर्नुहुन्छ भने दुई थरीको हुन्छ है। कतिपय बिजनेस लिगल हुन्छ, कतिपय इलिगल हुन्छ। अब म्याक्सिमम चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको स्क्यामहरूमा पर्नुभयो भने चाहिँ हजुरहरूले चाहिँ स्क्यामहरूमा चाहिँ त्यस्तो गर्ने गर्छ। जस्तै अहिले हजुरले मैले धेरै थाहा पाएको छु अहिले पनि बिजनेस चाहिँ गर्दा गर्दै पनि होइन। धेरै चाहिँ हाम्रो भनौँ न भ्युवरहरू चाहिँ आएर बिजनेसको बारेमा बुझ्नु खोज्नुहुन्थ्यो। बुझिसकेपछि पनि यो बिजनेसमा नआइकन चाहिँ उहाँहरू चाहिँ यो बिटकोइनहरूको यताउतिमा चाहिँ पर्नुभएको थियो क्या। किन कसरी स्क्याम पर्छ भन्दाखेरि
उता मान्छेले के गरिदिन्छ भन्दाखेरि डाइरेक्ट तपाईँको फेस टु फेस कुरा पनि गर्दैन है। रियल बिजनेस भए पो उनीहरूले फेस टु फेस कुरा सक्छ त। फेस टु फेस कुरा नि गर्दैन। अब हजुरको त्यो एउटा WhatsAppको माध्यमबाट मेसेज गरेको भरमा तपाईँको पैसा ल तपाईँले 25-30 लाख 40 लाख लगाउनु भयो भने तपाईँको आजको 1 महिनामै डबल गरिदिन्छु भन्ने हिसाबमा भनेर चाहिँ स्क्याम गर्ने गर्छ है। त्यस्तोमा चाहिँ धेरै मान्छेहरू परिरहेको छ। किनकि अभियसली पैसा भन्ने कुरा त्यस्तै हो। अब पैसा भनेपछि मान्छे अलिकति चाँडो कमाउँ हाल्यो भन्ने लोभ हुन्छ नि त। सो त्यही कारणले धेरै मान्छेले फस्ने चाहिँ गरेको छ। तर जेन्युन बिजनेसहरूमा त्यस्तो चाहिँ हुँदैन। तपाईँको आज र आजको भोलि नै एकदमै तपाईँले कमाएर तपाईँ धेरै माथि पुग्नुहुन्छ भन्ने हुँदैन है। किनकि हरेक बिजनेस होस्, हरेक बिजनेस किन नहोस्, हजुरले पहिला सुरुमा कमाउनुभन्दा अगाडि त सिक्नै पर्छ नि त होइन। तपाईँले सिक्ने टाइम चाहिन्छ। हजुरले जब ट्रेनिङ लिनुहुन्छ, तपाईँले ट्रेनिङ लिएर मजाले सिकिसक्नुहुन्छ, तब पोख्त भइसकेपछि बल्ल त हजुरले अगाडि आफ्नो बिजनेस लान सक्नुहुन्छ। त्यही हिसाबमा त हजुरले कमाउने हो। बरु त्यस्तो गरिसकेपछि चाहिँ इट डिपेन्ड्स होइन। हजुरले चाहिँ अब कतिको टाइम दिनुहुन्छ र कति कन्सिस्टेन्ट भएर काम गर्नुहुन्छ, त्यही हिसाबमा चाहिँ हजुरले चाहिँ पैसा कमाउन सक्नुहुन्छ है। महिनामा इट डिपेन्ड्स तपाईँले 5 फिगर इन्कम बनाउने, 6 फिगर इन्कम बनाउने या तपाईँले जस्तो 3 फिगर इन्कम बनाउने इट्स अप टु यु होइन। तपाईँले कसरी गर्नुहुन्छ टाइम दिनु त्यसको फरक पर्ने कुरा हो। सो यो एउटा पनि मिसकन्सेप्सन मैले यहाँबाट हटाउन चाहेँ है। अर्को भनेको चाहिँ के भने अर्को चाहिँ एउटा के सोध्छ भने मान्छेले धेरै मान्छेले भन्दाखेरि यो बिजनेसहरू भनेको चाहिँ डिजिटल बिजनेसहरूमा अब इङ्ग्लिसहरू एकदम धेरै चाहिने। अब यो भनेको चाहिँ भर्खरको यङ टिनेजरहरूले मात्र गर्न सक्छ गर्ने बिजनेस हो। अब अलिकति उमेर गइसकेको बुढापाकाहरूले या नपढेको मान्छेले गर्न सक्दैन भन्ने एउटा मिसकन्सेप्सन छ है मान्छेमा। तर त्यो चाहिँ होइन है, त्यो चाहिँ एकदम गलत हो। यो भनेको चाहिँ हजुरको जसले नि गर्न सक्छ है। हाम्रो अहिले यो बिजनेसमा हेर्नुहुन्छ भने हजुरको 19 वर्षदेखिको स्टुडेन्टहरूदेखि लिएर हजुरको 70-75 वर्षको रिटायर्ड होइन सिटिजनहरू पनि हुनुहुन्छ। उहाँहरूले मजाले गरिराख्नु भएको छ। के भनिहालेँ मैले बिजनेसमा केही पनि छैन हजुरलाई टेक सेभी हुनुपर्छ भन्ने नि छैन। तपाईँलाई एकदम मजाले इङ्ग्लिस आउनुपर्छ भन्ने पनि छैन। किनकि यसमा हाम्रोमा के छ भनेको ट्रेनिङ साइट पनि हजुरको भिडियो बेस्ड ट्रेनिङ साइटहरू हुन्छ। स्क्रच लेभलदेखि सिकाएको हुन्छ। तपाईँलाई टेक्निक टुल्सहरू चाहिँ चालु गरिदिएको हुन्छ होइन। सो हजुरले चाहिँ मजाले भिडियोहरू पनि आफ्नै ल्याङ्ग्वेजमा अब हजुरलाई इङ्ग्लिस गाह्रो लाग्छ भने हजुरले हिन्दी ल्याङ्ग्वेजमा हेर्न सक्नुहुन्छ है। सो ल्याङ्ग्वेजको नि हजुरको चाहिँ अप्सन छ। सो हजुरले ल्याङ्ग्वेज आफूलाई सही लागेको ल्याङ्ग्वेजमा चाहिँ हेरेर ट्रेनिङहरू लिएर चाहिँ सिकेर अगाडि बढ्न सक्नुहुन्छ। सो त्यही भएर चाहिँ हजुरले यङ मान्छेले मात्र गर्न सक्छ भन्ने होइन। यो बिजनेस भनेको चाहिँ कोहीले पनि गर्न सक्छ। किनकि यो जुन हिसाबमा चाहिँ हाम्रोमा चाहिँ एउटा ट्रेनिङहरू टेक्निक टुल्सहरू प्रोभाइड गरेको छ होइन। त्यो हिसाबमा चाहिँ एकदमै इजिली जसले पनि गर्न सक्छ है त। सो यो डिजिटल बिजनेस भनेको चाहिँ यङ मान्छेको लागि मात्र हो भन्ने जुन मिसकन्सेप्सन छ त्यो चाहिँ म यहाँबाट होइन भनेर हजुरहरूलाई भन्न चाहन्छु है त। अनि अर्को भनेको चाहिँ मान्छेको के सोचाइ छ भन्दाखेरि डिजिटल बिजनेस गर्नलाई या कुनै पनि सोसियल मिडिया प्लेटफर्मबाट बिजनेस गर्नलाई चाहिँ फलोवरहरू चाहिँ एकदम धेरै हुनुपर्छ भन्ने मान्छे सोच्दो रहेछ क्या। फलोवर धेरै भयो भने चाहिँ धेरै पैसा आउने जस्तो मान्छे सोच्दो रहेछ। तर होइन, त्यस्तो कुरा के पनि होइन है त। हजुरको फलोवरहरू हुनुपर्छ भन्ने के पनि छैन। किनकि हाम्रो यो बिजनेसहरूमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अटोमेसन सिस्टम हुन्छ हो। हामीले चाहिँ त्यो अटोमेसन सिस्टमले चाहिँ के गरिदिन्छ भने तपाईँको टेस्टेड एन्ड प्रुभन अटोमेसन सिस्टम होइन। तपाईँको यो वर्ल्ड वाइड प्लेटफर्म भयो। तपाईँको त्यो अटोमेसन सिस्टमले चाहिँ के गरिदिन्छ हजुरको फलोवरहरू हजुरको भनौँ न हजुरप्रति चाहिँ जो मान्छेलाई इन्ट्रेस्ट लाग्छ नि त्यो मान्छेहरू चाहिँ सबै अटोमेसनले हजुरमा ल्याइदिन्छ कि। सो हजुरले चाहिँ मान्छेहरू आफै खोज्न जानुपर्ने टेन्सन भन्ने हुँदैन यहाँनिर। तपाईँले मान्छेलाई बगिङ गर्नुपर्ने होइन, प्लिज आइदिनुहोस् गरिदिनुहोस् भनेर हजुरले केही गर्नु पर्दैन। सबै हजुरको सिस्टमले गरिदिन्छ। 80% तपाईँ गाह्रो काम त सिस्टम नै गरिदिने हो त होइन। त्यसो मात्र बाँकी रहेको 20% काम हुन्छ। त्यो भनेको डकुमेन्टेसन पार्ट र अलिकति बिजनेसको बारेमा बुझ्ने मात्रै। त्यो त नर्मली जसले पनि गर्न सकिने हाल्छ यो बिजनेसमा आइसकेपछि चाहिँ। सो अब यसको लागि चाहिँ फलोवर धेरै भएको मान्छे चाहिँ एकदम चाँडो माथि बढ्छ। त्यो मान्छे चाहिँ बिजनेस एकदम रकेट पाराले लान सक्छ। फलो नभने मान्छे सक्दैन भन्नेको चाहिँ हुँदैन है। सो यो पनि एउटा कन्सेप्सन हो। सो यो पनि म हजुरलाई भन्न चाहेँ पनि। अनि अर्को भनेको चाहिँ एउटा के छ भन्दाखेरि मान्छेले के सोच्दो रहेछ भन्दाखेरि इट्स टु लेट टु स्टार्ट नाउ क्या। भन्नाले अहिले स्टार्ट गर्दाखेरि ढिलो भइसक्यो भनेर सोच्दो रहेछ क्या। भन्नाले फिजिकल बिजनेसमा चाहिँ आई क्यान अन्डरस्ट्यान्ड है। त्यो चाहिँ हुनसक्छ किनकि तपाईँको फिजिकल बिजनेस भनेको कस्तो हुन्छ भन्दाखेरि सर्टेन एरियामा भनौँ होइन। जस्तै अब काठमाडौँमा हेर्नुहुन्छ भने
काठमाडौँमै एउटा मान्छेले ल भनौँ न तपाईँको बर्गर हाउस कतिवटा खोल्न सक्छ र? होइन? सर्टेन एरिया हुन्छ, सबै एरियामा मान्छेले फ्रेन्चाइजहरू लिँदै गइसकेका हुन्छ। सो जसले अगाडि लियो उनीहरू त के भयो चल्दै चल्दै जाने भयो। जो पछि पऱ्यो, पछि पर्ने मान्छेले चान्स पाउँदैन नि त। किनकि ठाउँै हुँदैन। तपाईँले पैसा हालेर इन्भेस्ट गरेर म बिजनेस गर्छु भन्दा नि हजुरलाई लोकेसन छैन भने हजुर कसरी गर्न सक्नुहुन्छ त? होइन र? तर यो भनेको चाहिँ हाम्रो डिजिटल बिजनेस हो। हजुरले यहाँ चाहिँ के पाउनुहुन्छ ग्लोबल प्लेटफर्म पाउनुहुन्छ क्या। हजुरले चाहिँ नेपालमै बसेर नेपालमा मात्र गर्ने होइन नि त यो बिजनेस त। हजुरले नेपालमै बसेर वर्ल्ड वाइड होइन जुनै पनि देश तपाईँको आफ्नो सोच अनुसारले, तपाईँको आफ्नो चोइस अनुसारले होइन ल तपाईँले ठिकै छ म जापानमा, युएसमा, क्यानाडामा मात्र गर्छु भनेर पनि पाउनुभयो। अनि ठिकै छ मसँग खोपी छ म वर्ल्ड वाइडै गर्छु भनेर पनि पाउनुभयो है। सो त्यो हिसाबमा चाहिँ तपाईँको फ्लेक्सिबिलिटी छ आफ्नो हिसाबमा। सो ग्लोबल प्लेटफर्म भएको हिसाबमा चाहिँ हजुरको चाहिँ लोकेसन मात्र सीमित छैन कि एउटा मात्र देशमा सीमित छैन नि त। सो हजुरको रिच चाहिँ एकदम टाढा वर्ल्ड वाइडै भने चाहिँ आफै बुझ्नु होला होइन जहाँसम्म जान सक्छ नि त। सो त्यही हिसाबमा चाहिँ यो डिजिटल बिजनेस चाहिँ तपाईँले स्टार्ट गर्दाखेरि कहिले पनि ढिलो हुँदैन। हजुरले आजै गरे पनि तपाईँले हिजै गरे भने पनि ढिलो भइसक्यो भन्ने हुँदैन। बट अलिकति अगाडि गरेको तपाईँलाई फाइदा के हुन्छ भन्दाखेरि अलिक पछि जाने टाइमसम्म चाहिँ तपाईँको अलिकति अर्निङहरू चाहिँ राम्रो भइसकेको हुन्छ होइन। हजुरको चाहिँ इन्कम कमिसनहरू चाहिँ राम्रो आउने भइसकेको हुन्छ बल्ल स्टार्ट गर्नुभन्दा। त्यति मात्र फरक हुने हो। तर तपाईँले चाहिँ अब ठाउँै नपाउने तपाईँले भनौँ न कमाउनै नसक्ने भन्ने चाहिँ हुँदैन है। त्यो चाहिँ कहिले पनि हुँदैन। सो जहिले पनि हाम्रो यो तपाईँले याद गर्नुभयो होला अब यो अहिले त तपाईँको जमाना नै पुरा डिजिटली हुँदै गइरहेको छ नि त। डिजिटली टोटल्ली चेन्ज हुँदै गइरहेको हिसाबमा चाहिँ तपाईँको चाहिँ जुनै पनि टाइम स्टार्ट गर्दाखेरि चाहिँ यो राइट टाइम इज अलवेज नाउ भनेर चाहिँ लिन सक्छौँ है हामीले यसमा चाहिँ। सो अर्को एउटा मिसकन्सेप्सन यो पनि थियो म त्यो पनि हटाउन चाहेँ। अनि अर्को भनेको चाहिँ मान्छेले के सोच्दो रहेछ भन्दाखेरि चाहिँ अनलाइन बिजनेस पनि स्टेबल हुँदैन भन्ने हिसाबमा धेरै मान्छेको मिसकन्सेप्सन छ है। तर त्यस्तो होइन। झन् हजुरले अहिले याद गर्नुभएको छ भने धेरै मान्छेहरूले जुन चाहिँ पहिला फिजिकल बिजनेसहरू गर्नुहुन्थ्यो उहाँले आफ्नो फिजिकल बिजनेस छोडेर चाहिँ फिजिकल बिजनेसलाई साइडमा राखेर तपाईँको त्यो फिजिकल बिजनेसको जुन सामानहरू प्रडक्टहरू सेल्स गर्ने गर्नुहुन्छ नि उहाँले अनलाइनकै माध्यमबाट डिजिटली गर्ने खोजिराख्नु भएको छ गरिराख्नु भएको छ नि त। किन भन्दाखेरि तपाईँको फिजिकली भन्दा डिजिटली रिच राम्रो छ है। सबै मान्छेहरूले आजकल ठाउँ ठाउँमा गएर भनेर भन्दा नि सबै घरमा बसी बसी अब आजकल सिस्टम हेर्नु न तपाईँ ट्याक्क अनलाइनमा एउटा कुरा के अर्डर गऱ्यो भने तपाईँको तु होइन जहाँ भने तपाईँको त्यहीँ घर भने घरमै आइपुग्छ। तपाईँको साधन होस्, तपाईँको ग्रोसरी होस्, तपाईँको क्लोदिङ अनि सबै डिजिटलाइजेसन भइसक्यो नि त अहिले टाइमहरू। सो सबैले चाहिँ के गर्नु खोज्छ प्रायः जस्तो सबै म्याक्सिमम् मान्छेहरूले चाहिँ अनलाइनबाटै हेरेर तपाईँको सोसियल मिडियामा हेरेर यताउति गर्नु खोज्छ है। सो हजुरले हेर्नुहुन्छ भने चाहिँ अनलाइन बिजनेस त्यही भएर चाहिँ तपाईँको फिजिकल बिजनेसभन्दा चाहिँ फार मोर बेटर होइन स्टेबल पनि छ र तपाईँको यो के छ भन्दाखेरि लङ टर्म चल्ने पनि बिजनेस हो डिजिटल बिजनेस अनलाइन बिजनेस भनेको चाहिँ। सो यो मिसकन्सेप्सन मैले यहाँबाट यसरी हटाउनु खोजेँ है हजुरको लागि। सो त्यस्तै गरेर अर्को चाहिँ के छ भन्दाखेरि यो अनलाइन बिजनेसमा स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ आफू एकदम पर्फेक्ट हुनुपर्छ भन्ने पनि मान्छेले सोध्छ होइन। त्यो पनि होइन। मैले अघि पनि भनिहालेँ हजुर कस्तो हुन्छ भन्दाखेरि छिरिसकेपछि हाम्रोमा जुन एउटा सिस्टम छ बनाएको छ होइन किनकि सिस्टम यति सजिलो तरिका बनाएको छ कि तपाईँको ट्रेनिङहरू भयो होइन तपाईँ स्क्रचदेखि तपाईँको ट्रेनिङहरू दिने गरेर तपाईँलाई चाहिने टेक्निक टुल्सहरू र साथसाथै लाइफ टाइमको लागि मेन्टर र कोच पनि प्रोभाइड गरेको हुन्छ बिजनेसमा। सो त्यही हिसाबमा के हुन्छ भन्दाखेरि हजुर पर्फेक्ट हुनै पर्दैन है। हजुर कम्युनिटीमा हजुरभित्र छिरिसकेपछि हजुरको लाइक माइन्डेड पिपुलको कम्युनिटी हुन्छ। जस्तै हामी जस्तो म छिरेँ होइन म जस्तै मान्छेहरू अरू टन्नै हुनुहुन्छ जो पहिले पनि जोइन भइसक्नु भएको छ। सो हामीलाई झन् कस्तो हुन्छ भन्दाखेरि झन् सजिलो चाहिँ हुन आउँछ कि जस्तै हजुरले अब केही पनि आएन भने केही छैन हजुरले ट्याक्क यता कम्युनिटीमा छिर्नुभयो एउटा मान्छेले सोध्नु भयो भने उहाँले ठ्याक्क एन्सरहरूलाई सिकाइदिनुहुन्छ मजाले किनकि उहाँले पहिल्यै यो स्टार्टिङ फेज गाह्रो फेज चाहिँ पार गरेर अगाडि बढिसकेको हुन्छ नि त है। सो त्यही हिसाबमा चाहिँ उहाँहरूले चाहिँ हजुरलाई मजाले सिकाइदिनुहुन्छ। सो त्यही हिसाबमा चाहिँ हजुरलाई एकदम पर्फेक्ट भएर छिर्नुपर्छ भन्ने केही पनि छैन। सबैजना यहाँ छिर्ने अहिले जो पनि हाम्रो टप लिडर हुनुहुन्छ होइन अब हजुरले भिडियो पनि हेर्नुभयो होला टप 300 मा हाम्रो नेपाली भनौँ न टिम मेम्बरहरू टप लिडरहरू मेन्टरहरू
कोचहरू पढ्नुभएको छ। जस्तो हाम्रो सुषमा दिदीहरू भयो, अन्त अर्जुनजीहरू भयो, ज्ञानजीहरू भयो, होइन? धेरैजना पढ्नुभएको छ नि त। सो उहाँहरू पनि स्टार्ट गर्दाखेरि उहाँहरूले पनि एकैचोटि माथि पुग्नु भएन क्या। उहाँहरूले पनि 0 लेभल स्टार्टिङ लेभलबाटै छिरेर स्क्रैचबाट चाहिँ सिक्दै गएर आफ्नो बनाएको हो कि ठाउँ त्यहाँसम्म पुग्नु भएको नि त। है? प्राउड मोमेन्ट हो नेपालीको लागि त्यो साँच्चै नै गर्वको कुरा हो त्यो चाहिँ। तपाईँको त्यस्तो ग्लोबल प्लेटफर्ममा गएर नेपाली झन्डा फडफडाउनु, नेपालीहरूले तपाईँको अवार्ड पाउनु भनेको जोक्सको कुरा होइन नि त। त्यही पनि टप 300 मा पढेर है। सो उहाँहरूले पनि जेरै लेभलबाट गरेको, मैले पनि जेरै लेभलबाट गरेको। यो बिजनेसमा जो कोही पनि इनरोल हुनुहुन्छ सबैले जेरै लेभलबाट गर्नुपर्छ यसमा चाहिँ। त्यही हिसाबमा चाहिँ पर्फेक्ट भएर आउनुपर्छ नि छैन। हजुरले भित्र छिरिसकेपछि हजुरले आफ्नो हिसाबमा सिक्दै गएर अगाडि बढ्दै गइसकेपछि अभियसली हजुर पर्फेक्ट हुनुहुन्छ र हजुरले बिजनेस राम्रो हुन्छ है त। सो अर्को एउटा चाहिँ मिसकन्सेप्सन के छ भन्दाखेरि ओन्ली एक्स्ट्रोभर्ट्स क्यान सक्सिड है भन्नाले इन्ट्रोभर्ट मान्छेले चाहिँ बिजनेस गर्नै सक्दैन। धेरै मान्छेलाई लाग्छ नि त ला म त बोल्नै सक्दिनँ, मलाई त एकदम अप्ठ्यारो लाग्छ बोल्नलाई, म यस्तो क्यामेरा फेस गर्नलाई एकदम अप्ठ्यारो लाग्छ भनेर सोच्ने गरेको छ होइन। तर त्यस्तो होइन है। अब हाम्रो बिजनेसमा चाहिँ अब हामी चाहिँ किन चाहिँ देखाएर गर्छौँ भन्दाखेरि अब रियल बिजनेस हो, रियल पिपलले गरेको रियल बिजनेस भन्ने हिसाब भन्यो होइन। तर अर्को नि एउटा के हुन्छ भन्दाखेरि अब बिजनेसमा हाम्रोमा चाहिँ एउटा कस्तो हुन्छ सिस्टमहरू चाहिँ तपाईँको भनौँ न धेरै थरीको छ नि त। भन्नाले तपाईँले यसरी अगाडि आएरै बोलेरै मात्र गर्नुपर्छ भन्ने पनि छैन है। हजुरले एउटा भनौँ एउटा पिकहरू हालेर हजुरले आफ्नो भोइस ओभर मात्रै दिएर पनि कन्टेन्टहरू बनाए पनि गर्न सक्नुहुन्छ है, राम्ररी गर्न सक्नुहुन्छ। अनि अर्को भनेको चाहिँ यसमा के छ भन्दाखेरि तपाईँलाई एक्स्ट्रोभर्टले मात्र गर्छ भने होइन नि त, होइन? यसमा चाहिँ मेन के हुन्छ भन्दाखेरि मान्छे इन्ट्रोभर्ट भए तापनि तपाईँको यो हाम्रो बिजनेसको सिस्टम यस्तो मजाले प्लान गरेर स्ट्राटेजी गरेर बनाएको छ कि होइन। अब तपाईँको यो भनौँ न बिजनेस चाहिँ खासमा मान्छेको पर्सनालिटी भन्दा पनि होइन तपाईँको स्ट्राटेजी र भ्यालुमा डिपेन्ड गर्छ कि है। अब तपाईँको यो बिजनेस बनाउने मान्छेले पहिले मजाले स्ट्राटेजी भ्यालु यस्तो मजाले मिलाएर बनाइदिएको छ भने होइन, तपाईँ आफ्नो पर्सनालिटी तपाईँको इन्ट्रोभर्ट भयो नि एक्स्ट्रोभर्ट भयो इट डजन्ट म्याटर क्या। मात्र हामीले के गर्ने हो भन्दाखेरि गाइडलाइन फलो गर्ने हो। बिजनेस कसरी गर्ने जुन तरिकामा ट्रेनिङ भइसकेको हुन्छ त्यो अनुसार फलो गर्दै गइसकेपछि जो मान्छेले पनि इन्ट्रोभर्ट भयो नि एक्स्ट्रोभर्ट भयो नि मजाले गर्न सक्छ है। त्यस्तै गरेर अर्को छ अर्को चाहिँ एउटा धेरै मान्छे के हुन्छ भन्दाखेरि मलाई चाहिँ अलिकति यो बोल्न भन्नाले मार्केटिङहरूमा अलिकति आइडियाहरू छैन, कसरी बोल्ने होइन यताउति त्यही हिसाबमा चाहिँ मैले गर्न सक्दिनँ होला भनेर सोध्छन् मान्छेले होइन। तर यसमा नि मैले अघि भने जस्तै त्यसमा नि के पनि छैन। हाम्रो मैले भनिहालेँ यहाँ जो पनि आउनुहुन्छ तपाईँको 0 लेभलदेखि नै स्टार्ट गर्ने हो, ट्रेनिङहरू लिने हो होइन। किनकि लर्निङ बिफोर अर्निङ हो नि त होइन। पहिला मजाले लर्न गर्ने हो, लर्न गरेर पहिला सुरुमा आफैले बुझ्ने हो, त्यो बिजनेसको मोडल के हो, कन्सेप्ट कस्तो हो, कसरी गर्ने भन्ने कुरा सबै बुझिसकेपछि जसले नि मजाले गर्न सक्छ है त। सो मार्केटिङ स्किल भनेको नि हजुरको नर्मली भनेको त्यो सिकेर गर्ने स्किल त हो नि, सिक्ने हो होइन। अनि हजुरको गाइडेन्स अनुसार गर्ने स्किल हो है। सो हाम्रो चाहिँ खासमा यो अ, हामी चाहिँ एट्र्याक्सन मार्केटिङहरू गर्छौँ नि त, एट्र्याक्सन मार्केटिङहरू गर्छौँ। सो त्यति साह्रो गाह्रो काम चाहिँ मलाई चाहिँ लाग्दैन होइन। अब हजुरले पनि हेर्दै जानुभएको छ भने चाहिँ तपाईँले पनि याद गर्नुभयो होला कति हाम्रो नयाँ बिजनेस पार्टनर हुन्छ स्टार्टिङमा आउँदाखेरि चाहिँ अलिकति फिल गर्नुहुन्छ, अप्ठ्यारो फिल गर्नुहुन्छ अभियसली भिडियोहरू एउटा दुईवटा भिडियोहरू बनाउँदाखेरि कन्टेन्टहरू बनाउँदाखेरि। तर फेरि उहाँले त्यही कन्टिन्युसली हजुरले हेर्दै जानुभयो भने चाहिँ 3-4 वटा बनाइसकेपछि उहाँहरू चाहिँ फ्रिक्वेन्ट नर्मली भन्न थाल्नुहुन्छ कि। सो त्यस्तै हो जसलाई पनि सुरुमा अलिकति अप्ठ्यारो लाग्छ भन्छ तर त्यस्तो गाह्रो भन्ने चाहिँ केही पनि हुँदैन। अर्को भनेको चाहिँ के हुन्छ भन्दाखेरि अनलाइन बिजनेस चाहिँ स्क्याम होइन। धेरै स्क्याम हुन्छ भनेर भन्छ हो होइन। अनलाइन बिजनेस स्क्याम पनि हुन्छ, तपाईँको जेन्युन पनि हुन्छ। त्यो चाहिँ हजुरले चाहिँ आफैले स्टडी गरेर बुझेर अगाडि बढ्नुपर्ने हुन्छ। हजुरले एउटा के बुझ्नुपर्छ भन्दाखेरि तपाईँको जुन बिजनेसमा चाहिँ तपाईँ छिर्नलाई होइन तपाईँको लिगली रेजिस्ट्रेसन हुन्छ भने त्यो बिजनेस कहिले नि स्क्याम हुँदैन। यसरी बुझ्नुहोस्। बिजनेसहरू पनि धेरै थरीको हुन्छ तर हाम्रो बिजनेस भनेको चाहिँ हामीले बारम्बार भन्ने गरिरहेको छौँ होइन। तपाईँको जापानिज बेस्ड कम्पनी हो है। अब 52 वर्षमा रनिङ हुँदैछ।
तपाईँको अब इमेजिन गर्नु न, बाहिर अब यो भनेको म्याक्सिमम नेपालको कुरा म लास्टमा गर्छु। तपाईँको युएसमा जति इमिग्रेन्टहरू हुन्छ, क्यानाडामा, युकेमा तपाईँको त्यहाँनिर भनेको सोसल सेक्युरिटी नम्बर भनेको एउटा हुन्छ, यति इम्पोर्टेन्ट हुन्छ है। हजुरलाई थाहा छ थाहा छैन, थाहा हुनुपर्ने यो कुरा चाहिँ। सो हजुरले यति इमेजिन गर्नु कि त्यो सोसल सेक्युरिटी नम्बर तपाईँले नलाइकन चाहिँ नदिइकन चाहिँ यो बिजनेस गर्नै पाउनुहुन्न। यसरी बुझ्नुहोस् है कति इम्पोर्टेन्ट छ होला यो बिजनेस लिगल भन्ने हिसाबमा हजुरलाई भन्दैछु। एउटा कुरा त्यो हो। अर्को भनेको के हुन्छ भन्दाखेरि इयरली होइन, इयरली चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको जति इन्कम हुन्छ, किनकि यसमा इन्कम भनेको तपाईँको अनलिमिटेड हुन्छ है। हजुरले अब सिकिसकेपछि हजुरले जसरी टाइम दिनुहुन्छ, जसरी कन्सिस्टेन्स भएर तपाईँले लागेर परेर काम गर्नुहुन्छ, त्यो अनुसार हजुरले कमाउने हो नि त। थोरै टाइम दिनुहुन्छ, थोरै कमाउनुहुन्छ, धेरै टाइम दिनुहुन्छ, धेरै कमाउनुहुन्छ। सो हरेक वर्षमा चाहिँ तपाईँले ट्याक्स होइन तिर्नुपर्छ फर्म भरेर, बाहिरको केसमा है, तपाईँको युएसको केसमा, क्यानाडाको केसमा चाहिँ। तर नेपालको केसमा अझै के सजिलो छ भन्दाखेरि तपाईँको पहिले सुरुमा इन्कम आउँदाखेरि डाइरेक्ट हजुरको खातामा आउँछ। हजुरको खातामा आउँदाखेरि नि पहिले सुरुमा ट्याक्स काटेर आउँछ। सो नेपालमा चाहिँ हजुरले चाहिँ त्यो भनौँ न ट्याक्स फाइल गरिराख्नुपर्ने आवश्यक पनि छैन, किनकि बगैँचा तपाईँको आउँदा के हुन्छ, आफ्नै खातामा आउँछ। तपाईँको यहाँ के भन्नाले बिचमा एजेन्टहरू कोही पनि हुँदैन। हजुरको जुन कम्पनीमा हजुरले ट्याक्क जुन कम्पनी भनेको थिएँ मैले होइन, त्यो कम्पनीकै नामबाट कम्पनीकै थ्रुबाट कम्पनीकै नामबाट बकाइदा हजुरको खातामा पैसा आउँछ है। बाहिरको हिसाबमा विदेशमा चाहिँ तपाईँको जहाँ चाहिँ अब ब्रान्च अफिसहरू छ होइन, हेड अफिसहरूको ब्रान्चहरू छ, त्यहाँ चाहिँ हजुरको चेक आउने भयो। नेपालको केसमा चाहिँ नेपालमा छैन, नजिक भनेको हजुरको हङकङमा मात्र छ नि त। नेपालमा नभइसकेको हिसाबमा चाहिँ हजुरको के हुन्छ भन्दाखेरि नेपालमा चाहिँ डाइरेक्ट खातामा हाल्ने गरेछ। सो नेपालबाट पनि हजुरले बिजनेस गर्न चाहनुहुन्छ भने चाहिँ नेपालमा नै हजुरलाई के चाहियो, पासपोर्ट चाहिने हुन्छ है, तपाईँको प्यान नम्बरहरू चाहिने हुन्छ। सो हजुरले हावाहुवामा होइन म यत्तिकै गर्छु, नागरिकता दिएर गर्छु, यस्तो यस्तो भनेर हजुरको मिल्दैन। सो लिगल डकुमेन्ट्सको हजुरलाई चाहिँ लिगल डकुमेन्ट नै चाहिन्छ प्रोसेसको लागि है। अनि तपाईँको रियल खाता नम्बर नै चाहियो हजुरको, किनकि त्यही खातामा हजुरको डाइरेक्ट पैसा आउने हो। सो त्यो हिसाबमा हुने हिसाबले चाहिँ हाम्रो बिजनेस चाहिँ जेन्युन बिजनेस हो होइन। तपाईँको अब त्यही हिसाबमा चाहिँ म तपाईँलाई के भन्न चाहन्छु, हरेक बिजनेस अनलाइन बिजनेस, डिजिटल बिजनेस भन्ने स्क्याम हुन्छ भन्ने हुँदैन। तपाईँ यसरी बुझ्नुहोस् कि वी आर रियल पिपल डुइङ रियल बिजनेस क्या। तपाईँको स्क्याम हुने भइदिए भए को मान्छे चाहिँ यसरी आएर फेसबुकमा आफ्नो पेजबाट आएर लाइभ बसेर होइन, त्यस्तै पऱ्यो भने हजुरलाई भेटेर ग्यादरिङ गरेर भेटेर बिजनेसको बारेमा बुझाएर कसले कुरा गर्छ होला, कसले गर्छ होला त, गर्दैन नि। तर जहाँ पनि एउटा कुरा के आउँछ भन्दा हाम्रोमा चाहिँ एउटा छ, किनकि हरेक कुरा हरेक मान्छेको टाइम हुन्छ, सबैसँग टाइम हुँदैन। कतिपय चाहिँ अब भनौँ न जो मान्छे इन्ट्रेस्टेड भएर बुझ्न आउनुहुन्छ उहाँहरू चाहिँ धेरै रिसाइरहेको देख्छु म चाहिँ कि उहाँ चाहिँ रिसाइरहेको देख्छु म चाहिँ, किनकि हाम्रो बिजनेसमा एउटा प्रोसेस छ होइन, $149 रिफन्डेबल डिपोजिटको एउटा जुन कुरा छ, त्यो कुरा चाहिँ प्रायः जस्तो मान्छेले बुझ्दैन। किन बुझ्दैन भन्दाखेरि हजुर जस्तै इन्ट्रेस्टेड भएर बिजनेसको बारेमा बुझ्न आउनुहुन्छ, त्यस्तै गरेर हजुर जस्तै अरू पनि 100जना 150जना बसेर क्युमा हुन्छ। एक हिसाबमा हजुरले यस्तो बुझ्नुपर्छ कि हामीले टाइम भनेको हजुरलाई मात्र होइन सबैलाई दिनुपर्छ नि त, होइन सबैलाई बुझाउनु पऱ्यो। अनि अर्को भनेको तपाईँको बिजनेस भनेको कुरा आफैमा एउटा यति ठुलो कुरा छ कि तपाईँलाई हामीले 10 मिनट 15 मिनट 20 मिनट दिएर सबै कुरा बुझाउन सक्दैनौँ नि त होइन। अब फर इक्जाम्पल हेर्नुहोस् न, हजुरले एउटा कुनै मुभी हेर्न जानु पऱ्यो भने पहिलासम्म टिकट किन्नुपर्छ नि होइन, त्यो मुभीको बारेमा बुझ्नलाई टिकट किन्नु पऱ्यो। टिकट लिएर भित्र गइसकेपछि मात्र पुरा फुल मुभी हेरेर पाउनुहुन्छ नि त होइन। तपाईँलाई बाहिर हल बाहिर गएर के छ कुरो पैसा अहिले दिन्न, बरु मलाई मुभीको स्टोरी सबै भनिदिनु भन्दा कसैले भन्दैन लाग्छ त हो। सो त्यो हिसाबमा हाम्रो बिजनेसमा नि एउटा त्यही हो। मेन भनेको चाहिँ $149 भनेको चाहिँ के को लागि भन्दाखेरि चाहिँ सबै कुरा हामीले तपाईँलाई बुझाउनु भइरहेको हुँदैन। त्यही हिसाबमा चाहिँ हजुरको यो 100% मनी ब्याक ग्यारेन्टी रिफन्डेबल डिपोजिट हो क्या, यो तपाईँको डिपोजिट, तपाईँको पेमेन्ट होइन है, यो डिपोजिट हो खासमा। डिपोजिट गरिसकेपछि हजुरले बिजनेसको इन एन्ड आउट सब मोडल बुझ्नुहुन्छ क्या होइन। कम्पनीले के गरिरहेछ, यो बिजनेस कसरी गर्ने हो, तपाईँलाई कमिसन कसरी आउँछ। सबैभन्दा बेस्ट पार्ट भनेको चाहिँ हरेक बिजनेस हरेक मान्छेको लागि हुन्छ भन्ने हुँदैन। सो मेन भनेको चाहिँ यो बिजनेस चाहिँ
हजुरले आफ्नो लागि हो कि होइन भनेर मेन हेर्नलाई चाहिँ $149 चाहिँ हजुरले डिपोजिट गर्ने हो। त्यसपछि त्यहाँबाट हेरिसकेपछि तपाईँले बिजनेसको मोडलहरू बुझ्नुहुन्छ। सबै बुझिसकेपछि इफ यु आर इन्ट्रेस्टेड, ल यो बिजनेस चाहिँ मेरो लागि हो, म गर्न सक्छु, यो मेरो लागि बनेको बिजनेस हो भन्ने फिल आउँछ भने हजुरले अगाडि बढ्ने हो। हजुरलाई त्यो फिल आउँदैन ल ठिकै छ, आई एम नट इन्ट्रेस्टेड, किनकि सब बिजनेसमा मान्छेलाई इन्ट्रेस्ट लाग्छ भने छैन नि त भन्यो भने चाहिँ हजुरले मजाले रिफन्ड दिन सक्नुहुन्छ। मात्र हजुरले के गर्ने, एउटा मेल गर्ने बित्तिकै हजुरको पैसा जतिको तति $149 जति दिनुहुन्छ त्यति नै तपाईँलाई फिर्ता आइहाल्छ। सो यसमा टेन्सन लिनुपर्ने कुरै छैन। सो त्यही भएर चाहिँ यो कुरामा चाहिँ अब त्यही हो, मेन भनेको चाहिँ हरेक बिजनेस स्क्याम हुन्छ भन्ने चाहिँ हुँदैन। तर हरेक बिजनेसको एउटा पोलिसी हुन्छ होइन, अनि हरेक मान्छेको टाइम पनि हुन्छ। सो टाइम सबभन्दा ठुलो भनेको चाहिँ टाइम सबैलाई एकैचोटि दिन सकिँदैन। त्यही कारणले चाहिँ यो $149 नि कुरा आएको हो है, यसरी पनि बुझ्नु होला तपाईँले चाहिँ। सो यति भन्दै चाहिँ आज चाहिँ अलिकति मेरो लामै भयो चाहिँ यति भन्दै चाहिँ टपिक म यहीँ सकाउन चाहन्छु। तर त्योभन्दा अगाडि चाहिँ हामीसँग कोही जोडिनु भएको छ है, साथीहरू जोडिनु भएको छ। उहाँको चाहिँ एकचोटि कमेन्टहरू चाहिँ म सरर पढिहाल्छु। हाम्रो नवीना दिदी हुनुहुन्छ है हाम्रो। हेलो भाइ लेख्नु भएको छ, नवीना दिदी हेलो नमस्कार। थ्याङ्क यू सो मच है नवीना दिदी, हजुरले जोडिदिनु भयो अरे सेयर दिनुभएकोमा। त्यस्तै गरेर चन्द्रजी वाचिङ फ्रम काठमाडौँ। सो हाम्रो रुचि बहिनी पनि यता काठमाडौँकै बिजनेस पार्टनर हुनुहुन्छ है। सो उहाँले नि राम्रै गरिराख्नु भएको छ, थ्याङ्क यू सो मच है, थ्याङ्क यू सो मच फर ट्युनिङ इन। त्यस्तै गरी हाम्रो लादेनजी हुनुहुन्छ, आइसरजी वाचिङ लाइभ फ्रम युएसए भन्नुभएको छ, थ्याङ्क यू सो मच है। उहाँ नि हाम्रो बिजनेस पार्टनर हुनुहुन्छ युएसएबाट। उहाँ नि भर्खर रिसेन्टली जोइन हुनुभएको होइन, सायद मेबी 1 मन्थ पनि भएको छैन होला उहाँ जोइन भएको चाहिँ। सो अब थ्याङ्क यू सो मच है, हजुरले एउटा टाइम दिएर अझै जोडिदिनु भयो, त्यसलाई धेरै धेरै धन्यवाद हजुरलाई। त्यस्तै गरेर हाम्रो छिरिङ डोल्माजी हुनुहुन्छ है, उहाँ बिजनेस पार्टनर हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, नमस्कार छिरिङजी, वाचिङ लाइभ फ्रम न्युयोर्क सिटी भन्नुभएको छ, थ्याङ्क यू सो मच फर ट्युनिङ इन है। उहाँ पनि युएसबाटै हुनुहुन्छ। हामी छिरिङजी र म चाहिँ लगभग हामी सँगसँगै इन्ट्री भएको थियो छन चाहिँ है, इन्ट्री भएको हुन चाहिँ। सो सी इज डुइङ बेटर क्या, ग्रेट है, सिङ्गल मम पनि हुनुहुन्छ। सो मम भन्नाले आमा पनि हुनुहुन्छ, अनि घरबाट बिजनेस पनि मजा चलाइराख्नु भएको छ, आफ्नो फ्यामिलीहरूलाई टाइम दिँदै पनि बिजनेस पनि मजाले रन गरिराख्नु भएको छ। सी इज डुइङ ग्रेट है, सी इज ग्रेट मेन्टर। अब सबै अब हजुरले मैले एउटा भन्नु खोजेको अर्को एउटा के पनि भन्नलाई भन्दाखेरि अब हाम्रो चाहिँ ग्लोबल प्लेटफर्म भएको हिसाबमा होइन, अब जति पनि बिजनेस पार्टनरहरू छ हेर्नु न ठाउँ ठाउँमा, कोही युएसबाट होइन, कोही नेपालबाट पनि छ, अझ कति जापानबाट, कोही दुबईहरूबाट, सबैको टाइम चाहिँ अलिकति ट्याक्क मिल्दैन यो टाइममा। सो सबैजना चाहिँ आउनु चाहिँ भएको छैन। सो त्यसरी चाहिँ अब यो बिजनेस चाहिँ हामीले एकै ठाउँमा भए पनि तपाईँले वर्ल्ड वाइड चाहिँ ग्लोबल प्लेटफर्मको हिसाबमा चलाउन सक्नुहुन्छ मजाले होइन। सो यति भन्दै चाहिँ अहिलेसम्म जो जोडिनु भयो मेरो प्यारो बिजनेस पार्टनरहरू, हजुरलाई धेरै धेरै धन्यवाद। र पछि गएर जसले पनि मेरो लाइभ हेर्नुहुन्छ हजुरलाई अहिलेदेखि नै धन्यवाद भनेर चाहिँ बिदा माग्न चाहन्छु। सायद आजको यो भिडियो हजुरको लागि भन्न इन्फर्मेटिभै भयो भन्ने आशा गर्दछु है। भोलि फेरि हजुरहरूलाई भेट्ने सधैँ नै छु। सो यति भन्दै चाहिँ म बिदा माग्न चाहन्छु। थ्याङ्क यू सो मच हजुर यति बेरसम्म चाहिँ जोडिदिनु भएकोमा।